निकाल्नु हुन्छ यात्रा सुरु चन्द्रगिरी हो आज चाहिँ धेरै टाढाको यात्रा हुँदैछ होइन माथि गइरहेको छ माथि गाडामै भनेको माथि चन्द्रगिरी गाडा माथि हो होइन लगभग अब चाहिँ हामी आइसकेकै भन्दा पनि हुन्छ होइन 3028 27 मिटरदेखि माथि चाहिँ हिउँ पर्न थाल्छ कि होइन त्यही भएर नि यहाँ चाहिँ माथि त्यस्तै 27-28 मिटरदेखि माथि नै छ होला पनि यहाँ मलाई चिसो चाहिँ चिसो गइरहेको छ कि लास्टै हात भनेको चाहिँ लास्टमा यहाँ कि बिहान 7-8 बजे आएको यार त्यस्तै चिसोले हात चाहिँ यहाँ मेरो एकछिन त जाँदै रक्तमै जमे जस्तो लाग्ने के गन्जना भएको चाहिँ होइन पञ्चायत थियो तर मैले हुन्छ कि भनेर आइदिएको यार काबु यार अब चाहिँ हामी माथि लाग्दैछन् र हामी लगभग अब आइसकेको भन्दा पनि हुन्छ होइन हेलो एभ्रिवान अहिले चाहिँ हामी यहाँ ठ्याक्कै चन्द्रगिरी केबल कार ठ्याक्कै टिकट काउन्टर आइसक्यौँ भाइ के त पार्किङ गर्नु पर्छ होला तलै हो ए हजुर बाटैतिर हो बाटोमै हो ए हस् म चाहिँ तल बाइक पार्किङ गरेर जस आउनु पर्ने रहेछ म चाहिँ अब चाहिँ हिँडेर आउनु पर्ने छ यार म पार्किङ भनिरहेको रहेछ अनि म चाहिँ आइदिएको होइन डबल लोक हानिराख्नुपर्छ जस अहिले चाहिँ मैले बाइक साइड पार्किङ गरिसक्यो आइसकेर म बाइक साइड पार्किङ गरिसक्यो र माथि म चाहिँ टिकट काउन्टरतिर जाँदैछु दाइहरू चाहिँ माथि नै ट्याक्सीले माथि नै ड्रप गरिसक्नुभयो र यहाँ माथि चाहिँ जस्ट ऊ छैन रहेछ होइन पार्किङ गर्ने ठाउँ रहेनछ र अहिले चाहिँ म जाँदैछु टिकट काट्नु पर्छ नि गाइज टिकट हाम्रो टिम चाहिँ गाडी बढिसक्नु भएको छ सबैजना र यता हाम्रो टिकट बुकिङ गरिसक्यौँ र अब हामी माथि गएर चाहिँ अब हामी माथि टप डाँडा जानु मात्रै बाँकी छन् होइन लगभग एउटैमा चाहिँ अटिन्छ अटिँदैन थाहा भएन जस हाम्रो ग्रुप चाहिँ ठुलै छ भनौँ न 7जना ग्रुप बच्चाहरूसँग यसको क्यापेसिटी कति छ होइन त्यही अनुसारले हुन्छ होला अब वेटिङ गर्नुपर्ने हुन्छ है यहाँ कतिजना अब अटेन्छ अटेन होइन सबै गाडी गइसक्नु बच्चाहरू सबैजना वेटिङमा छ सबै यता रेडी भइसक्नु भएको छ त्यहाँदेखि माथि जानुपर्ने ठाउँ चाहिँ हामी अब चाहिँ लाग्यौँ है हाम्रो ग्रुप पनि लाग्यौँ है पस्यौँ हेलो अब चाहिँ हामी माथि लागिसक्यौँ यता हाम्रो दाइ भाउजू हुनुहुन्छ अनि यता दिदी यता सोल्टिनी अब चाहिँ हामी जाँदैछौँ माथि टप कको डर लाग्छ नि कि कको डर लाग्दैन हामी चाहिँ प्लेनमा गइरहेको जस्तो है आज चाहिँ सम्झिनु पर्छ ल मजा भइरहेछ कस्तो छ रमाइलो भइरहेछ टेस्टी छ यता चाहिँ मिठो भइरहेछ होला हो होइन अस्ति मिठो हुन्छ भन्दै हुनुहुन्थ्यो चन्द्रगिरीको यात्रा भइरहेछ हाम्रो फ्यामिली ग्रुप एकदम भिआइपी ग्रुप आएको छ है हामी रमाइलो भइरहेछ यता कान्छालाई चाहिँ मिठो भइरहेछ होला टेस्टी भन्नुलाई त खानु पो पर्यो अनि खाइरहेको छ तिमीले चाहिँ एक किसिमले खाइरहेको नि होइन चाकिरहेको चाहिँ जस्तो अहिले चाहिँ आइसकेको सबैजना यता टप डाँडा आइसक्यो गाइज चन्द्रगिरी डाँडा अचु अब छुट्टै चिसो भइसक्यो यार हेलो कस्तो भयो आजको एक्सपिरियन्स केबल कारको ठिक छ
पूजामा जाने हामी त्यो माथि ओ कान्छा ओ सन्दीप बोल कस्तो भयो हँ कस्तो हुँदैछ भन न डाँडा आइसक्यो ल अब देख्न सक्नुहुन्छ मजाले यति धेरै आमा चाबी छ यार अहिले चाहिँ हामी मन्दिर गइरहेछौँ फर्स्टमा चाहिँ हामीले मन्दिरको दर्शन गर्नुपर्ने हुन्छ मन्दिर गएर पूजा पाठ गरेर दर्शन गरेर चाहिँ हामी यता आइसक्यौँ फोटोसोटो खिचिसक्यौँ र अझै पनि टन्नै घुम्ने ठाउँ छ अब तलतिर पनि हामी घुम्न जानेछौँ कुन मन्दिर भन्छन् त यो चन्द्रगिरी के भन्ने चन्द्रगिरी जस रमाइलो छ है ठाउँ त्यही रमाइलो छ एकदमै तपाईँको कति टाइम्स आउनुभयो यता कतिचोटि दुईचोटि हो 2 टाइम्स आइसक्नुभयो दाइ चाहिँ म पनि समथिङ 2 चोटि नै आएको छु योसँग चाहिँ अस्ति पहिले नै आएको थियो लगभग 1-1.5 वर्ष अगाडि एकचोटि आएको थियो त्यसपछि लङ टाइम पछि आज बल्ल हाम्रो टिमको सबैभन्दा छोटे पठाउन के बच्चाहरू खेल्ने ठाउँ यो चाहिँ बच्चा मात्र होइन दाइहरू पनि खेल्न मिल्छ है आइसकेपछि यसो खेलेर जाँदा हुन्छ होइन जे होस् यहाँ पनि साइक्लिङको लागि रहेछ 2 ठाउँ रहेछ नि जस्ट यो चाहिँ खेल्नु पर्ने हो अलिकति जस्ट डर पनि लाग्छ है अलिकति महँगी नि चार्ज पनि लिन्छन् होला यो ठाउँमा जस्ट यहाँदेखि तल नै झन् एक किच प्ले ग्राउन्डहरू रहेछ क्या यहाँ झन् बच्चाहरू खेल्ने ठाउँ हर्स राइडिङ रहेछ तल अब तल गएर हर्स राइडिङ खानुपर्छ जस्तो छ जस यताको बिल्डिङ चाहिँ के को हो यो त्यो त के हो दाइ के हो यो फ्री फल माथिबाट हाल्ने यता तल कति हाई मिटर रहेछ यसको यो 70 फिट जति छ 70 फिट आमा कति हो चार्ज यसको यसको 300 रुपैयाँ छ जम्पिङ आमा बन्जी जम्प जस्तै भयो रहेछ यार यो त एकजना दाइले जम्प गरिसक्नु भएको छ डर लाग्छ है यो हाई मिटर 70 मिटर फिट भन्दै हुनुहुन्छ दाइहरूले दाइले सकाइहाल्नु भयो अहिले बन्जी जम्प पनि हेऱ्यौँ हामीले यता टन्नै यस्तो खेल्ने ठाउँहरू टन्नै रहेछ जस्ट हामी चाहिँ जस्तो यसो घुमेर मात्रै जाने हो अलिकति साइकल यो जिप लाइन चाहिँ मैले पनि अलिकति खेल्न मन चाहिँ लागिरहेछ तर ठिक छ अब नेक्स्ट टाइम चाहिँ यो जिप लाइन खेल्ने गरी आउनुपर्छ यता चाहिँ पिङ्क त्यहाँ पिङ्क स्काई वक यतै छन् यतै जिप लाइनको स्टेसन जिप लाइनको स्टेसन अब है आज जानुपर्छ भने प्ले ग्राउन्ड जस बच्चाहरूको लागि पनि सुविधा छ एकदमै जस खेलिरहेछन् बच्चाहरू भएर रमाइलो गरिरहेछन् हामी चाहिँ एक राउन्ड गरेर तलबाट त्यो हर्स राइडिङतिर गएर तल बन्जी जम्प जस्तो फ्री फल गएर चाहिँ हामी चाहिँ आइसक्यौँ यता बच्चाहरू यहाँ तल चाहिँ जस बच्चाहरू खेल्ने ठाउँ रहेछ अनि यता चाहिँ मन्दिर जस आज दर्शन गरियो चन्द्रगिरीको पनि जस वेदर चाहिँ अलिकति राम्रो छ भने क्लियर भएको भए चाहिँ अझ धेरै राम्रो देखिन्थ्यो भ्यूहरू आज वेदर चाहिँ त्यति राम्रो नभएको कारणले चाहिँ हामीले त्यति जस भ्याली यहाँदेखि बाहिर देखिनु पर्ने जति पनि भ्यूहरू चाहिँ देख्न सकेनौँ जिप लाइनको रनवे चाहिँ यता छैन जस यो जिप लाइनको चाहिँ कति पर्छ होला भनेपछि 400 रहेछ यता चाहिँ अहिले इन्डियनहरू चाहिँ गर्न खोजिरहेको रहेछ साइक्लिङ जस डर लागिरहेछन् रे डर के मत गर्न भिडियो पनि गर्ने रहेछ उनीहरू चाहिँ तर खासै सकिन्छ जस्तो लाग्छ होइन यो खास मजा त छ चलो हामी भी बोलिदियो होइन अर्को जाने अरे अब त्यो एकजना चाहिँ डर लाग्यो है त्यसले नै सक्छ के हो यार उहाँ दिदी चाहिँ डर लाग्यो भन्नुभएको छ अनि गयो 2 जना ल मलाई पनि चलाउन मन लागिरहेछ है
डरले यहाँदेखि भने दामी भ्यू देख्दो रहेछ यार आज अलिकति वेदर चाहिँ यस्तो धुम्म भएर चाहिँ अलिकति त्यति राम्रो भ्यू चाहिँ नदेख्दो रहेछ यहाँदेखि नि अहिले दामी भ्यू देखिन रहेछ हेलो अहिले चाहिँ हामी फर्किँदैछौँ होला बोकेर पनि हाम्रो पछाडि दाइहरू सबैजना हेलो फर्किँदैछौँ जस्ट अब अझै पुरानो पुरानो आयो सामान बोको चक्लेट खाएर इन्जोय गर्दै जानुपर्छ अब एकदम फास्ट एक नम्बर आइसक्यौँ हामी लगभग त्यस्तै सबै मजा आउँदा आउँदै आइसक्यौँ है हामी सबैजना जस अब छिटो माथि लाग्छ छिटो 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 माथि फर्काएर लान्छ छिटो 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 हामी आइसक्यौँ है ल आइसक्यौँ हामी तल लगभग त्यो सामिन चाहिँ हाम्रो पालो सकेर आइसक्यौँ अब अहिले गइरहेको चाहिँ कतिखेर गएर चाहिँ आउँछ थाहा भएन जे सामी चाहिँ आउँछ तल माथि पनि टन्नै घुम्यो अब यता एक राउन्ड सट्ट घुम्ने अनि फर्किन्छौँ साइड ल यतातिरको सिन चाहिँ यस्तो देख्न सकिन्छ है वाउ दामी रहेछ यार यहाँ यति मात्र होइन अरे यता सहरको भने भ्यू एकदमै गजबको देखिँदो रहेछ जेस अब अघि बिहान आउँदा चाहिँ खुलेको थिएन भनौँ कि हामीलाई साइड देखेन होला कि अघि चाहिँ देखेन तर अब जत्र चाहिँ जान्छौँ जस एकदमै रमाइलो छ है ठाउँ लास्टै तर चिसो चाहिँ चिसै रहेछ यो डाँडा एकदमै डाँडा चाहिँ डाँडै रहेछ हाई एल्टिट्युड त्यस्तै 3600 मिटरको जति होला यताको हाई मिटर चाहिँ एकदमै चिसो भइरहेछ त्यस्तै खालको आजको वेदर पनि त्यस्तै खालको छ है अब एकदमै गुम्म परिरहेछ यता पछाडि अनि चाहिँ लास्टै चिसो पनि भइरहेछ जस्ट बिहानै आएको झन् बिहान त झनै चिसो हुने रहेछ अब जस्ट घुम्नु पर्ने ठाउँहरू घुमिसक्यौँ अनि अहिले चाहिँ हामी लगभग रुम फर्किँदैछौँ Like, comment, subscribe bell. Thank you folded hands for watching.